नमस्कार। यो भिडियोमा मैले 2079 सालको अन्तिम महिना यानि कि चैत्र महिनाको राशिफल भन्ने छु। सबै कुरा 2079 सालले पुरा गरिदिन्छ भनेर पर्खाइमा बस्नुभएको, कतिको पेन्डिङ अवस्थामा छ, कति समस्यामा फस्नुभयो, कतिको जीवनमा उतार चढाव भयो, धेरैको जीवनमा तलमाथि भयो होला, क्राइसिसको समय छ, व्यापार बिजनेसमा सङ्घर्षशील समय हो, धेरै क्षेत्रबाट एउटा नकारात्मक ऊर्जाले घेरेको वा औरा विपरीत हुने समय भएको कारणले गर्दा कतिको जीवनमा समस्याहरू पेन्डिङ रह्यो होला। यो तपाईमा मायने राख्छ। तर शास्त्रले के भन्छ त्यसको आधारमा कुरा गर्ने हो। देश जतिसुकै विकसित भए पनि शास्त्रले जे भन्छ त्यो भन्ने हो। देशको समस्या जे भए पनि शास्त्रले जे भन्छ त्यो भन्ने हो। देशको समस्या अन्तर्गत तपाईको समस्या पर्छ र तपाईको समस्या व्यक्तिगत समस्या चाहिँ जस्तोसुकै देश भए पनि व्यक्तिगत समस्या चाहिँ रहन्छ। रहे तापनि कतिपय अवस्थामा एउटै वर्षले सबै कुराहरू पुरा गर्न सक्दैन। यो 2080 सालले गरोस् तपाईको जीवनमा। र यो 79 सालको चैत्र महिनाले 12 राशिलाई के भन्छ स्पष्ट मैले जानकारी दिनेछु। मेष राशि। मेष राशिको लागि द्वादश स्थानमा सूर्यको गोचर हुनेछ। तपाईको कोर्ट केस हुनु, झै झगडा हुनु, मुद्दा मामिला हुनु, देश विदेशको यात्रा हुनु, अनावश्यक क्षेत्रमा आर्थिक नोक्सानी हुनु, स्वास्थ्यमा गडबड रहनु, हस्पिटल धाउने काम हुनु र कुनै नकारात्मक ऊर्जाहरूले घेरेको जस्तो महसुस हुनु छ भने यो चैत्र महिना हो। सूर्य ग्रहको अपिल छ, सूर्यलाई जल चढाउनुहोस्, बिहानै उठ्नुहोस् र सूर्य भगवानको ध्यान गर्नुहोस्। तपाईको जीवनमा केही फलिफाप र राम्रो हुन सक्ने हुन्छ। आर्थिक स्थिति खर्च ज्यादा हुने समय छ। मुद्दा मामिलामा हार्न सक्ने समय छ। सन्तान कन्सिभिङ वा सन्तानको क्षेत्रमा सामान्य समय छ। घर परिवारलाई मिलाएर राख्नुपर्ने अवस्था हुन्छ। शत्रुहरू बढ्ने छन्। स्वास्थ्य सामान्य रहने हुन्छ, अलिक समस्या पनि रहन सक्ने हुन्छ र परिवारको कुनै सदस्यको स्वास्थ्य समस्या रहन सक्ने हुन्छ। तपाईले आफूलाई सही बाटोमा लिएर जानको लागि कुनै किसिमको आध्यात्मिक ज्ञानहरू पाउनु जरुरत हुन्छ। बृहस्पतिको घरमा सूर्य रहनुले तपाईको आत्मा साक्षात्कार हुन सक्ने वा आफ्नो आत्मालाई देख्न सक्ने भन्ने हुन्छ। आफ्नो आत्मालाई जसले देख्नु भएको छ उहाँहरूको लाइफमा चाहिँ व्यापक केही राम्रो परिवर्तन हुन सक्ने सम्भावना देखिन्छ। विदेशको चान्सेस म्याक्सिमम छ। वृष राशि। वृष राशिको लागि नखुलेको समय खुल्ने हुन्छ। आर्थिक उन्नति हुनेछ, प्रगति हुनेछ, यात्राहरू हुनेछन्, भिसाहरू लाग्नेछ, एजुकेसनमा राम्रो हुन सक्ने हुन्छ। सन्तानको क्षेत्र कन्सिभिङको क्षेत्रमा अलिकति गर्नुपर्ने हुन्छ। त्यो बच्चा अबोर्सन पनि नगर्नुहोस् र आफै बच्चा मिसक्यारेज हुने पनि समय छ र बच्चाको लागि चाहिँ प्रार्थना गर्न सक्नुहुनेछ तपाईँ वृष राशिको लागि। बाँकी सबै क्षेत्रमा तपाईको जीवनमा केही न केही नयाँ सकारात्मक परिवर्तन हुने। स्वास्थ्य, आर्थिक, सम्बन्ध, भाग्य, कर्म, धन सम्पत्ति, इन्कम यो यावत क्षेत्रमा तपाईको व्यापक प्रगति नै प्रगति हुन सक्ने समय देखिन्छ। मिथुन राशि। मिथुन राशिको काम करियरमा उतार चढावको समय छ। तपाईको जीवनमा कर्मले ठेस मारेको वा कर्मले लात मारेको भनेर तपाईले थाहा पाउन सक्नुहुनेछ। षड्यन्त्रको चङ्गुलमा फस्न सक्नुहुनेछ र चैत्र महिनामा तपाईलाई अप्ठ्यारो पार्नेछन् साथीभाइहरूले पनि। तपाईले गर्दै नगरेको कामको इल्जाम तपाईले पाउन सक्ने समय छ र कसैको लागि पनि साक्षीहरू नबस्दिनुहोस् र तपाईँ कुनै फाइनेन्सियल क्षेत्रमा चाहिँ अलिकति स्ट्रङ रहनुहोस्। तपाईको कर्मले तपाईलाई यो समयमा धेरै नै पेल्नै हुन्छ र समयले के तपाईबाट चाहन्छ भने तपाईँ त्यहाँबाट निस्कन सक्नुहुन्छ कि हुँदैन। तपाईँ निस्किनु भयो भने जीवनकाल राम्रो, निस्कन सक्नु भएन भने पनि ढिला गरेर निस्किने गरी पेल्न सक्ने समय छ मिथुन राशिको लागि। र वरिपरिको साथीभाइले जे जस्तो षड्यन्त्र गर्छन्, जे जस्तो धोकेबाज गर्छन्, जे जस्तो चङ्गुलमा तपाईँलाई फसाउँछन्, यो अप्ठ्यारो कन्डिसनमा लिएर जान्छन्। त्यसैले साथीभाइबाट विश्वास गर्नुभन्दा आफ्नो व्यक्तिगत निर्णय पहिलेको सही थियो या गलत थियो भनेर मनन गरेर अगाडि बढ्नु उपयुक्त हुन सक्ने हुन्छ। एजुकेसनको क्षेत्रमा राम्रै छ। मेहनतमा सफलता पाउन सक्ने समय छ। डटेर कुनै पनि कुराको सामना गर्नुपर्ने समय छ। शत्रुहरू परास्त हुनेछन्। उपलब्धि नै उपलब्धि हुनेछ। नयाँ किसिमको इन्कमहरू हुन सक्ने समय छ। नयाँ जबहरू लाग्न सक्नुहुन्छ। गभर्मेन्ट क्षेत्र वा गैर सरकारी संस्थामा पनि तपाईँले जबहरू पाउन सक्नुहुनेछ। देश विदेशको यात्राको लागि धेरै राम्रो समय छ। तपाईँको उपलब्धि छ। काहीँ न काहीँ तपाईँले जब अप्लाई गर्न सक्नुहुनेछ। बिजनेसमा इन्भेस्टमेन्ट गर्न सक्नुहुनेछ। साथीभाइले यो गरौँ भनेर नगर्नुहोस्। तपाईँ जे गर्नुहुन्छ त्यो गर्नुहोस्। बरु अप्ठ्यारैमा पर्नुहोस् तर अरूले भनेको कुरा नमान्नुहोस्। यो समयमा चैत्र महिनामा चाहिँ तपाईको जय जय हुन सक्ने समय देखिन्छ मिथुन राशिको लागि। र वरिपरिको जे परिस्थिति छ त्यो अप्ठ्यारो छ, मलाई थाहा छ र यो अप्ठ्यारो। कर्कट राशि।
कर्कट राशिको लागि भाग्यमा सूर्यको अवस्थिति छ। तपाईँले शिव भगवानको दर्शन पूजा नमस्कार गर्न सक्नुहुनेछ। आर्थिक उपलब्धि सामाजिक जीवनको क्षेत्र तपाईँको लागि राम्रो नै छ। जोस जाँगर पराक्रमहरू बढ्न सक्ने हुन्छ। आत्मविश्वासमा राम्रै हुन सक्ने हुन्छ। तपाईँको मनको कुरा चाहिँ तपाईँको भावनामा बगिरहनु हुन्थ्यो भने अब स्पष्टतामा जाने हुन्छ। लामो समयदेखि रहेको अस्थिरतालाई स्थिर बनाउँदै अगाडि बढ्नाले तपाईँको जीवनमा राम्रो फलिफाप पाउन सक्ने समय चाहिँ देखिन्छ कर्कट राशिको लागि। तपाईँमा आफूभित्र भएको जति पनि ऊर्जाहरू छ त्यो सम्पूर्ण ऊर्जाहरू एकै ठाउँमा राखेर तपाईँले काम गरिरहनु भएको छ र यसको उपलब्धि चाहिँ तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तर त्यस्तो सहज र सजिलो समय सूर्यले बनाएको छैन। सूर्यले अलिकति अप्ठ्यारै यी अवस्थाको निर्माण गरिरहेछ, तर पनि तपाईँ त्यो सम्पूर्ण परिस्थितिबाट बाहिर निस्कन सक्नुहुनेछ। एजुकेसनमा ध्यान दिनुहोस्, आफ्नो लाइफ पार्टनरसँग राम्रो व्यवहार गर्नुहोस्, आफू साथीभाइहरूको सहयोग गर्नुहोस्, आफूलाई पनि सहयोग गर्नेछन् र पारिवारिक सहयोग गर्नुहोस्। सबै क्षेत्रबाट मिलाएर सामाजिक हिसाबमा राम्रो तरिकाले तपाईँ कर्कट राशिको व्यक्ति अगाडि बढ्न सक्नुहुनेछ। सिंह राशि। तपाईँ सिंह राशिको लागि अष्टममा सूर्य पुगेको अवस्था छ। आकस्मिक कुनै सरकारी कारणले गर्दाखेरि अथवा कुनै प्रोसेसिङको कारणले गर्दा कुनै काम अड्किन सक्ने हुन्छ, तर अड्किए पनि बाहिर निस्कन सक्नुहुन्छ। तपाईँलाई त्यति धेरै अप्ठ्यारोमा त समयले राख्दैन र तपाईँको लामो समयदेखि पितृहरूले आशीर्वाद दिनुभएको छ त्यो आशीर्वादहरू तत्काल प्राप्त गर्न सक्ने समय छ चैत्र महिनामा र त्यो आशीर्वादको कारणले गर्दा कुनै राम्रो उपलब्धि तपाईँले पाउन सक्नुहुनेछ। तपाईँको लामो समयदेखि अन्यलमा रहेको, तपाईँको आँखाको बाहिर रहेको सङ्घर्षभित्र रहेका सम्पूर्ण कामहरू बन्न सक्ने अवस्थामा छ र कुनै खुसीहरू प्राप्त गर्न सक्नुहुनेछ। तपाईँको यात्रा देश विदेशको यात्राको हिसाबले त झनै राम्रो समय छ। आत्मविश्वासमा कमी हुनसक्छ, मनमा डर लाग्न सक्ने समय हो, तर डराउनु पर्ने अवस्था यहाँ के पनि छैन। समयले राम्रै तरिकाले तपाईँलाई सम्बोधन गरेको अवस्था छ। तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। एजुकेसनको क्षेत्र पनि ठिक छ, व्यापार व्यवसायको क्षेत्रमा पनि ठिक छ, इन्कम र उपलब्धिको हिसाबले पनि ठिक छ, साथ र सहयोगको हिसाबमा पनि ठिक छ र तपाईँको जीवनमा नयाँ नौलो परिवर्तन सम्भव छ भनेर देखाएको अवस्था छ। अष्टम स्थानमा सूर्य हुँदा नै नौलो परिवर्तन गर्ने हो। जब अन्तिम सङ्घर्षको अन्तिम बिन्दु हुन्छ त्यही बिन्दुबाट माथि उठ्नुपर्छ भने जस्तो अष्टम स्थान अन्तिम बिन्दु हो, त्यो मृत्यु स्थान हो र त्यही समयले लगेर तपाईँलाई ठेसिसकेपछि त्यहाँबाट माथि उक्सिनको लागि चाहिँ तपाईँले अलिकति कोसिसमै उक्सिन सक्नुहुन्छ र जीवनलाई एउटा नौलो आँखालाई देख्ने र स्वतन्त्र भएको महसुस हुनेछ। तपाईँको घेराबन्दीबाट बाहिर निस्किएको र खुला हृदय भएको महसुस हुन सक्ने हुन्छ तपाईँ सिंह राशिको लागि। कन्या राशि। कन्या राशिको लागि वैवाहिक जीवनमा राम्रो गर्नको लागि कोसिस गर्नुहोस्। व्यापार व्यवसायमा तपाईँको राम्रै हुनेछ र अझ राम्रो गर्नको लागि प्रयास गर्नुहोस्। एजुकेसनको क्षेत्रमा कोसिस गर्नुहोस्, मेहनत गर्नुहोस्। हरेक क्षेत्रमा कोसिसले तपाईँको लाइफ अगाडि बढ्न सक्छ भनेर देखाएको अवस्था छ। आर्थिक उपलब्धि, सामाजिक जीवनको उपलब्धि, देश विदेशको यात्राको क्षेत्र तपाईँ जे चाहनुहुन्छ त्यो प्राप्त गर्न सक्नुहुनेछ। तपाईँको चाहिँ बृहस्पतिसँग सूर्यको संयोग सप्तम स्थानमा, तपाईँको श्रीमतीले तपाईँलाई ज्ञान दिनुपर्ने, श्रीमानले तपाईँलाई ज्ञान दिनुपर्ने अथवा लाइफ पार्टनरको चाहिँ एक आपसमा निकै राम्रो संयोग वा आत्माको मेल हुन सक्ने समय छ र तपाईँको सम्बन्धमा समस्या छ भने डिभोर्स पनि हुन्छ, यसमा आपत्ति छैन। तर डिभोर्स भयो कर्मको कारण वा कार्मिक सम्बन्धको हिसाबमा भयो, निश्चित समयसम्म उहाँसम्म बस्नु थियो र अब बस्ने इच्छा छैन, नबस्न सक्नुहुन्छ चैत्र महिनादेखि। चैत्र महिनामै यो डिसिजन गर्न सक्नुहुन्छ। सूर्य सप्तममा छ र यो धेरै राम्रो समय पनि छ र ऊर्जावान समय पनि छ र धेरै क्षेत्रमा तपाईँलाई फलिफाप पनि हुन सक्ने समय देखिन्छ कन्या राशिको लागि। र एक आपसमा श्रीमान श्रीमती टाढा नजिक भएर बस्न सक्नुहुन्छ। तपाईँ विदेशमा सङ्घर्ष गर्दै हुनुहुन्छ भने श्रीमतीले तपाईँको सङ्घर्ष बुझ्न सक्नुहुन्छ, श्रीमानले तपाईँको सङ्घर्ष बुझ्न सक्नुहुन्छ र यो सङ्घर्षको बुझाइको बीच को एक किसिमको ऊर्जा नै तपाईँहरूको जीवन बाँच्ने आधार बनेर अगाडि बढ्न सक्ने समय भएको कारणले गर्दा चैत्र महिनामा निकै शुभ समय देखिन्छ कन्या राशिको लागि। तुला राशि। तुला राशिको बृहस्पति र सूर्यको संयोग 6औं स्थानमा छ। यो महासंयोग हो, यो वर्षमा एकचोटि आउने संयोग हो र सबैभन्दा उत्तम संयोग हो। यो चैत्र महिना बनेको छ। तपाईँको जीवनमा खास उपलब्धि तपाईँ के क्षेत्रमा चाहनुहुन्छ त्यो क्षेत्र नै तपाईँको जीवनको मार्गदर्शन बनेर अगाडि आउन सक्ने हुन्छ, दिशा निर्देश बनेर अगाडि आउन सक्ने हुन्छ। कोही व्यक्ति तपाईँको दिशा निर्देश गर्नको लागि आउन सक्ने हुन्छ र तपाईँको जीवनमा ठुलो फलिफाप वा आत्मकल्याण गर्ने मौका पनि प्राप्त गर्न सक्नुहुन्छ। सबै आजसम्मको अधर्महरूलाई नष्ट गर्न सक्ने सबैभन्दा महानतम र शक्तिशाली समय भनेको चैत्र महिना हो। चैत्र महिनामा तपाईँले आफ्नो ठाउँमा भागवत पाठ गराउन सक्नुहुन्छ।
यो सँगसँगै कुनै पूजाआजा गर्न सक्नुहुन्छ, भगवानको लागि नमस्कार गर्न सक्नुहुन्छ, भगवानको कल्याणको काम गर्न सक्नुहुन्छ र चैत्र महिनामा तपाईँको जीवनमा त्यो सम्पूर्ण जति पनि श्रापित दोषहरू छन्, श्रापित योगहरू छन्, तपाईँको जन्मकुण्डलीमा जे गुरुहरूले भन्नुभएको छ, यी सम्पूर्ण कुराबाट मोक्ष पाउन सक्ने समय, यस्तो महानतम समय भएको कारणले गर्दा तपाईँको आत्मा खुल्ने र ज्ञान खुल्ने समय छ र यसैबाट तपाईँको व्यापार बिजनेस पनि राम्रो हुनेछ, करियर पनि राम्रो हुनेछ, एजुकेसन पनि राम्रो हुनेछ, आत्मामा ऊर्जा पनि बढ्न सक्ने हुन्छ, तपाईँमा एउटा मान्छेहरूले भगवान देख्न सक्ने समय छ र जे कुरा तपाईँ खोजिरहनु भएको छ, दौडिरहनु भएको छ, त्यो आफै आउँछ र त्यो आफै आएको कुरालाई लिन सक्नुपर्छ भनेर देखाएको अवस्था छ। बृहस्पति सूर्यको संयोग चाहिँ अत्यन्तै राम्रो काम गर्न सक्ने हुन्छ, त्यो पनि आध्यात्मिक शक्ति केन्द्रमा अथवा 6औं स्थानमा बसेको अवस्थिति छ। यो संयोग जीवनमा बारम्बार त आउँदैन, तर वर्षौँपछि एकचोटि आउन सक्छ, तर 6औं स्थानमै चाहिँ नआउन सक्छ र यो धेरै ठुलो कुरा भएको कारणले गर्दा तपाईँले आफ्नो लाइफलाई अगाडि लिएर जान सक्नुहुनेछ। भाग्य, उन्नति, प्रगति, सफलता यावत जे कुरा तपाईँ चाहनुहुन्छ त्यो सम्भव छ। देश विदेशको यात्रा, जब, करियर जे चाहनुहुन्छ त्यो सम्भव छ। बेसिकताबाट उठेर जीवन र दर्शनदेखि लिएर जीवनको एउटा भित्री रहस्यहरू बुझ्न सक्ने समय भएको कारणले गर्दा तपाईँ तुला राशिको लागि निकै सफल र शुभ समय मानिन्छ। वृश्चिक राशि। वृश्चिक राशिको पञ्चम स्थानमा सूर्यको गोचर छ। तपाईँको कन्सिभिङ हुन सक्ने समय हुन्छ, छोराको कन्सिभिङ हुन सक्ने समय हो। तर ठ्याक्कै यही हुन्छ राशिबाट भनेर तपाईँ मलाई हेर्दै हुनुहुन्छ भने तपाईँ गल्ती पनि हुन सक्नुहुन्छ, तर म भन्न चाहिँ सही भन्दैछु। तर तपाईँको प्रारब्धको कुरा पनि हुन्छ, पितृको आशीर्वादको कुरा पनि हुन्छ, कुल धर्म र भावीको कुरा पनि हुन्छ। यो सबै कारणले गर्दा सन्तानको क्षेत्रमा केही सकारात्मक उपलब्धि कन्सिभिङको हिसाबले चाहिँ हुन सक्ने हुन्छ तपाईँको लाइफ पार्टनरलाई लिएर, होइन। तर पञ्चम स्थानमा सूर्य जाँदा कतिपय अवस्थामा मिसग्यारेज हुने, अवर्सन हुने यस्तो अवस्थितिहरू पनि देखाएको छ। यो नहोस् भन्नको लागि श्री सूर्यलाई जल अर्पण गर्न सक्नुहुनेछ र भगवान सूर्यबाट आशीर्वादहरू ग्रहण गर्न सक्नुहुनेछ। श्री सूर्यले तपाईँलाई जहिले पनि राम्रो मान्नुहुन्छ। मङ्गलको राशिमा सूर्य बस्नुले, मित्र राशिमा त्रिकोण स्थानमा सूर्य बस्नु भनेको धेरै राम्रो हो। त्यो पनि वैशाख महिनामा जन्मिनु भएको छ अथवा चाहिँ तपाईँ चैत्र महिनामा नै तपाईँको जन्म छ अथवा कुनै खास महिनामा तपाईँ जन्मिनु भएको छ भने तपाईँको जीवनमा ठुलो उपलब्धिहरू प्राप्त हुन सक्ने समय छ। आर्थिक उन्नति, बिजनेस, व्यापार, करियर, भाग्य, सफलता, आत्मविश्वास यो सबै कुराहरू तपाईँको लागि राम्रो हुन सक्ने समय छ र तपाईँको जीवनमा केही सकारात्मक परिवर्तनको आशा गर्न सक्नुहुनेछ। चैत्र महिनामा धेरै कुरा समयले दिँदैछ र जे कुरा दिन्छ त्यो लिने हो। एउटा महिनामा समयले एउटा कुरा दिएको हुन्छ, त्यो कुरा त्यही महिनामा लिने हो। सन्तानको प्रगति, सन्तानको विदेश यात्रा, सन्तानको खुसी, सन्तानको एजुकेसनसँग जोडिएर वृश्चिक राशिको लागि धेरै कुरा दिएको कारणले गर्दा चैत्र महिना तपाईँको लागि बिल्कुल सही र सफल रहन सक्ने समय हुन्छ र देश विदेशको यात्रा, यो यावत क्षेत्र तपाईँको जे समस्या छ त्यो समस्या समाधान भएर अगाडि बढ्न सक्नुहुने। धनु राशि। धनु राशिको लागि घरमा झगडा पर्न सक्ने हुन्छ। तपाईँको धेरैजना सङ्गलमा हुनुहुन्छ भने छुट्टिएर बस्न अवस्था हुनसक्छ। तपाईँले आफ्नो पैतृक सम्पत्तिहरू पाउन सक्नुहुन्छ धनु राशिले। र धनु राशिको लागि चैत्र महिनामा खास के हुन्छ भने तपाईँले नयाँ गाडी किन्न सक्नुहुन्छ अथवा नयाँ वाहनहरू खरिद गर्न सक्नुहुनेछ, तपाईँले लोनहरू चुक्ता गर्न सक्नुहुनेछ अथवा तपाईँलाई यस्तो कल्याणकारी काम आउँछ अथवा यस्तो कल्याणकारी व्यक्तिले तपाईँलाई यस्तो काम गराइदिनुहुन्छ जसबाट तपाईँको जीवन नै जय जय भएको महसुस हुनेछ। र यो चतुर्थमा सूर्यले के गर्छ पातलमा बसेर सूर्यले भन्दा चाहिँ सूर्यले तपाईलाई पैतालाबाट ऊर्जा दिने हुन्छ। जुन बाटो हिँड्नु भएको थिएन त्यो बाटो समयले हिँडाउने हुन्छ। जे कुरामा म जान्न भन्नुहुन्थ्यो त्यो कुरामा जानुपर्ने अवस्था हुन्छ। जे खान्न भन्नुहुन्थ्यो त्यो खानुपर्ने अवस्था हुन्छ। म मेरो देशको लागि काम गर्छु भनेर कटिबद्ध भएर बस्नु भएको थियो भने म अब मेरो देशको लागि पनि गर्छु र बाहिरको लागि गर्छु भनेर पनि बाहिर भिसा लाउन सक्ने समय पनि हुन्छ तपाईँ धनुराशिले। तपाईँ धनुराशिको लागि यो क्षेत्रमा चाहिँ म इन्भेस्टमेन्ट गर्दिनँ भनेर बस्नु भएको छ भने त्यही क्षेत्रमा इन्भेस्टमेन्ट गर्नुपर्छ। तपाईँको चाहिँ कस्तो हुन्छ भने नयाँ कामको सुरुवात हुनेछ। सबैभन्दा ठुलो कुरा त तपाईको नयाँ काममा बिजनेसहरू हुन सक्ने अवस्था हुन्छ, नयाँ जबहरू हुन सक्ने हुन्छ। तपाईँलाई देश विदेशको कामसँग जोडिने मौका मिल्छ। वर्ल्ड वाइड रूपमा तपाईँले कुनै काम गर्न सक्ने अवस्थितिहरू मिल्छ। तपाईँको साथी सङ्गतहरू ठुला बडाहरू हुने हुन्छन्। तपाईँको मन्त्री पदको व्यक्तिहरू अथवा चाहिँ गभर्मेन्टको विशिष्ट श्रेणीमा बस्ने व्यक्तिहरूले तपाईँलाई साथ र सपोर्ट गर्ने हुन्छ। तपाईँको साथीभाइले साथ र सपोर्ट गर्ने हुन्छ। कोही अन्जान व्यक्तिले तपाईँको लाइफमा साथ र सपोर्ट गर्ने हुन्छ र तपाईँलाई माथि उठाउनको लागि सबैको शक्ति भक्ति
शक्तिको प्रयोग हुनेछ र तपाईँको जीवनमा केही नौलो किसिमको जीवन देख्न सक्नुहुनेछ जो स्वतन्त्र हुनेछ र खुसीको हुनेछ। र तपाईँको भाग्य, उपलब्धि, सफलता यो यावत क्षेत्र त छँदैछ। तपाईँले आँट्नु भएको कामहरू प्राप्त गर्न सक्ने हुन्छ, तर एक्लो तरिकाले चाहिँ तपाईँले सफल बन्न सक्नुहुन्न। किनभने चतुर्थ स्थान भने परिवार स्थान हो, जनता स्थान हो। जति पनि धेरै जनताहरू भोटिङहरू हुन्छ तपाईँले सबैबाट सहयोग लिने हो र आफ्नो मान्यजनहरूबाट पनि सहयोग लिने हो। र सँगै बृहस्पतिसँग सूर्यको संयोगले बसेको कारणले गर्दा तपाईँलाई खुसीहरू चाहिँ प्राप्त हुन सक्ने समय छ। केही नयाँ तरिकाले तपाईँको कामहरू बन्न सक्ने, नयाँ तरिकाले तपाईँले टेक्निक, माइन्डहरू लगाउनु पर्ने अवस्था छ। मकर राशि। मकर राशिको तेस्रो स्थानमा सूर्यको अवस्थिति छ। आत्मविश्वास राम्रो हुन्छ। बृहस्पतिसँगको संयोग हो। बृहस्पतिले भाग्यमा देखिया छ। भाग्यमा देख्दाखेरि मिथुनको अङ्कमा देखेको कारणले गर्दा कुनै न कुनै किसिमको भाग्यहानि हुने वा भाग्यमा कुनै किसिमको त्रुटि हुने अथवा आफूले गर्दै गरेका कुरामा गल्ती हुन सक्ने समय चाहिँ देखिन्छ। धेरै माथि जान्छु भनेर तपाईँले अहङ्कारी हिसाबमा एकदमै जोस जाँगरका साथ काम गर्नुभयो भने पनि त्यसमा चाहिँ केही न केही हिसाबमा निष्फल पनि हुन सक्ने समय चाहिँ देखिन्छ। तर त्यो निष्फलतालाई निष्फल कसरी हुन्छ भनेर तपाईँले सिक्नुभयो भने चाहिँ त्यो ठुलो कुरा हुनेछ। धेरै पाउँछु भनेर नदौडिनुहोस्। केही न केही हिसाबमा कम पाउने अथवा आफूले सोचेभन्दा कम तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। तर तपाईँको ज्ञान बढ्न सक्ने समय चाहिँ देखिन्छ। यात्राहरू चाहिँ हुन सक्ने समय छ। तपाईँको आत्मविश्वास चाहिँ सामान्य हिसाबमा अलिकति उच्च भएको कारणले गर्दा तपाईँको आत्मविश्वासले नै सबै कुरा जितिन्छ भन्नु चाहिँ मूर्खता हुनसक्छ। धेरै कुरा आत्मविश्वासले गर्दा पनि डुब्न पनि सकिन्छ। सबै कुरामा मनन गर्नुपर्ने छ। तर जे होस्, समय सही र एकदम सही बाटोमा हुनुहुन्छ भनेर देखिएको अवस्था छ तपाईँ मकर राशिको लागि। भाग्य, उन्नति, प्रगति, सफलता यो यावत क्षेत्रमा तपाईँको लागि राम्रो छ। एजुकेसन, बिजनेस, करियर, देश विदेशको यात्रा यो यावत क्षेत्रमा राम्रो हुनेछ। लामो समयदेखि रहेको पेन्डिङ समस्याहरूको समाप्त भएर राम्रो कामहरू तपाईँले गर्न सक्नुहुनेछ। उपलब्धि नै उपलब्धिको समय चाहिँ देखिन्छ। कुम्भ राशि। कुम्भ राशिको अलिकति आर्थिक नोक्सानीको समय छ। तपाईँको यसै पनि 7.5 समय हो। मध्य 7.5 च्यापिरहेको समयमा आर्थिक नोक्सानी हुन सक्ने समय वा कसैलाई ऋण तिर्नुपर्ने समय अथवा कसैले ऋण नदिइरहेको समय, ऋण दिनुभएको थियो त्यो उठाउन नसकिरहेको समय, यस्तो समय छ। तपाईँलाई समयले अलिकति घेराबन्दीमा पारेर अलिकति पेल्न सक्छ र चैत्र महिनामा निकै पेल्ने हुन्छ। यो पैसाको कुरा तपाईँ छोडिदिनुहोस्। यसमा तपाईँले अलिकति सङ्घर्षै हुने हो। तपाईँलाई समस्या नै हाने हो, ढाड नै सेक्ने हो। यसमा त कुनै उनी छैन। अब के कुरा चाहिँ तपाईँले बुझ्नुहोस् भने कुम्भ राशिको लागि दोस्रो घरको बृहस्पतिको समय छ र दोस्रो घरको बृहस्पतिले ज्ञान बढिदिने हुन्छ। तपाईँमा बाणीमा सत्यता होस्। कुनै पनि खानेकुराको तपाईँको आदत छ, नसा लाग्ने खानेकुरा भने त्यसलाई छोड्न सक्नुहुनेछ र एउटा नयाँ बाटो पत्ता लगाउन सक्नुहुनेछ। बिना समस्याको र शान्तिपूर्वक अगाडि बढ्ने बाटो पत्ता लगाएर अगाडि बढ्नुपर्ने हुन्छ। माइन्डलाई जति सुकै खेर तनावमा नराख्नुहोस्। माइन्डलाई त जति पाउनु तपाईँले पाइसक्नु भएको छ, जे पाउनुहुन्छ त्यो पछाडि पाइसक्नुहुन्छ। तर त्यो तत्काल चाहिँ धेरै कुरा सोचेर आफूलाई एकदमै भ्रमित नबनाउनुहोस्, कन्फ्युजनमा नराख्नुहोस्। यति गरिसकेपछि तपाईँको एजुकेसन, करियर, आर्थिक उन्नति, पारिवारिक सम्बन्ध, आफ्नो लाइफ पार्टनरसँगको सम्बन्ध, देश विदेशको यात्रा यो हरेक क्षेत्रमा केही न केही सकारात्मक परिवर्तन हुन सक्ने समय छ। मीन राशि। मीन राशिको लागि समयले सपना देखाउने समय छ। सपना देखाउँछ अथवा चाहिँ कस्तो सपना देखाउँछ भने सपनामा देख्ने सपना होइन, माछालाई चारो हालेर माछा तान्ने हुन्छ। त्यो बल्छीमा तपाईँ पर्न सक्ने हुन्छ। 7.5 समय छ। सुरुमा तपाईँले केही न केही कुराको आशा त देखाउनुपर्छ समयले र तपाईँलाई आशा देखाइसकेको छ र यो आशा देखाइसकेपछि तपाईँ त्यो आशा तपाईँको जीवनको लागि होइन, तपाईँ त्यो बल्छीमा पर्ने मात्रै हो। त्यसैले त्यो बल्छीभन्दा बाहिर रहनुहोस् र सोच, मनन र विचार गर्नुहोस्। यसले मलाई जीवनमा काम गर्छ गर्दैन र धेरैतिरबाट बुद्धि विवेक लाउनुहोस्। साथीभाइसँग सोध्नुहोस्, घर परिवारसँग सोध्नुहोस्, जान्ने बुझ्नेसँग सोध्नुहोस् र बल्ल त्यसमा झम्टिनुहोस्। तपाईँले बल्छीमा सुरुमै झम्टिनु भयो भने तपाईँ चाहिँ अनाकमा शिकार बन्न सक्ने समय भएकोले गर्दा तपाईँ मीन राशिको लागि जुन सपना देखाइएको छ त्यो सपनाबाट बाहिर रहनुहोस् र आफ्नो औकातमा आउनुहोस्। आफ्नो औकातमा आइसकेपछि तपाईँको एजुकेसन राम्रो हुन्छ, करियर क्षेत्रमा राम्रो हुनेछ, आर्थिक उपलब्धिमा केही सकारात्मक परिवर्तन भएको महसुस हुनेछ, देश विदेशको यात्रा हुन सक्ने समय छ। तपाईँको बुद्धि विवेकहरू बढ्न सक्ने हुन्छ, तपाईँको ज्ञानहरू बढ्न सक्ने हुन्छ। कुनै धार्मिक अनुष्ठानहरू गर्नुहोस्, धार्मिक पूजाहरू गर्नुहोस्, गुरुहरू राख्नुहोस्, ज्योतिषीकोमा जानुहोस् र सबै कुराबाट एक किसिमको डिसिजन निकाल्नुहोस् र आफूले
काममा अगाडि बढ्नुहोस्। यसो गरेपछि शक्ति भक्ति सबै कुराहरू तपाईँलाई मिल्न सक्ने हुन्छ र तपाईँको जीवनमा केही न केही सकारात्मक परिवर्तन, सकारात्मक उपलब्धि, आर्थिक उपलब्धि, सामाजिक जीवनको उपलब्धि यो हरेक क्षेत्रमा तपाईँलाई राम्रो हुन सक्ने समय छ। तपाईँको चाहिँ चैत्र महिनामा कुनै इङ्गेजमेन्टहरू गर्न सक्नुहुनेछ अनि त्यस पछाडि विवाह गर्नको लागि र तपाईँको लागि खास सकारात्मक समय र सकारात्मक उपलब्धि नै उपलब्धिको समय भएको कारणले गर्दा कुनै पनि षड्यन्त्र वा बल्छीमा नपरिकन आफू माथि आउन सक्नुहुनेछ। यस्तै राशिसँग जोडिएर भिडियो लिएर आउनेछौँ। हामीलाई हेर्न नभुल्नुहोला। हवस् त, नमस्कार।